एपिसोड 22 चिरै त के हो वैज्ञानिक परिचय जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अहिलेसम्म हामीले जडीबुटी विज्ञानका आधारभूत सिद्धान्तहरू सिक्यौँ। आजदेखि हामी एउटा जडीबुटीलाई वैज्ञानिक दृष्टिले अध्ययन गर्न सुरु गर्नेछौँ। आजको पहिलो जडीबुटी हो चिराइतो। चिराइतोको वैज्ञानिक नाम सर्टिया चिराइता हो। यो नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने महत्त्वपूर्ण औषधीय बिरुवा हो। परम्परागत रूपमा चिराइतो विभिन्न स्वास्थ्य समस्यामा प्रयोग हुँदै आएको छ, तर परम्परागत प्रयोग र वैज्ञानिक प्रमाण एउटै कुरा होइन। चिराइतो सोडियम एमारोजेन्टिन र म्याग्निफेरिन जस्ता सक्रिय रासायनिक तत्त्व पाइन्छन्। यिनै तत्त्वहरूका कारण यसको सम्भावित जैविक प्रभावबारे अनुसन्धान भइरहेको छ। हालसम्म भएका केही वैज्ञानिक अध्ययनहरूले चिराइतोका केही सम्भावित गुणहरूको अनुसन्धान गरेका छन्, तर धेरै विषयमा अझै थप उच्च गुणस्तरका मानव अध्ययन आवश्यक छन्। त्यसैले कुनै पनि जडीबुटीलाई चमत्कारी उपचारका रूपमा प्रस्तुत गर्नु वैज्ञानिक रूपमा उचित हुँदैन। अर्को एपिसोडमा हामी चिराइतोका सक्रिय रासायनिक तत्त्वहरूले शरीरमा कसरी काम गर्न सक्छन् भन्ने विषयमा अध्ययन गर्नेछौँ। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।